वर्ग, दाइ दिदी, भाइ बहिनी तथा मेरा प्यारा प्यारा साथीहरू, म यसै विद्यालयको कक्षा 7 ख मा अध्ययनरत छात्रा प्रतिमा खनालको स्वीकार्नुहोस् बिहानीको नमस्कार। आज मैले नेपाल र नेपालीको बारेमा केही चिज भन्न गइरहेकी छु। कृपया ध्यानपूर्वक सुनिदिनु होला र प्रतिक्रिया दिन नबिर्सिनु होला। जननी जन्मभूमिस्य स्वर्गदपि गरियासी भने चाहिँ मेरो देश मेरो आदर्श हो, जीवन बाँच्ने आधार पनि हो। मेरो देशको छातीबाट अविरल रूपमा झर्ना झरनाहरू झरिरहेका छन्, खोला नालाहरू बगिरहेका छन्। अनेकतामा एकताको कलात्मक विन्यास भएको मेरो देशका हिमाल पहाड र तराई आपसमा मिलेर बसेका छन्। सेवा नै मूल धर्म हो भने आत्मसात गर्ने संस्कृति नेपाली संस्कृति हो। वीर गोर्खालीका नामले प्रसिद्ध मेरो देश नेपाल सगरमाथा जस्तो सर्वोच्च शिखर लिएर उभिएको छ। गौतम बुद्ध शान्तिका सन्देश लिएर विश्वमा परिचित छन्। जानकी भुकुटी र सीता जस्ता महान व्यक्तिको जन्म भएको मेरो देश सांस्कृतिक दृष्टिकोणले पनि ज्यादै सम्पन्न छ। यहाँ दसैँ, तिहार, छठ, लोसार, गौरा पर्व, धाननाच जस्ता ठुला पर्वहरू पनि मनाइने गरिन्छ। काठमाडौँ उपत्यकामा मात्रै इन्द्र जात्रा, भोटे जात्रा, घोडे जात्रा जस्ता ठुला जात्राहरू मनाइने गरिन्छ। त्यसै कारण नेपाल विश्व सानो गर्वका साथ बाँच्न पाइरहेको छ। भिरकोटका सान जस्तै छ्याङछ्याङदी, प्याराग्लाइडिङ, सोरेक मैदान जस्ता सानलाई पनि हामीले नबिर्सिकन संरक्षण गर्न पर्छ। जय नेपाल माता की।